आज पनि प्रिय मान्छे लोकेश दौल्यालले हामीलाई म्यासेज पठाउनु भएको छ। उहाँको म्यासेज रहेको छ, दादा मेरो घर बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर 7 दौला। अहिले भने म कामको सिलसिलामा हाल बेङ्गलोरमा छु। हजुरबाट एउटा मनको व्यथा उसलाई सुनाउन पाउँदा हृदयदेखि नै खुसी छु दादा। आजको विषय चाहिँ आज मैले माया गरेको मान्छेले मैबाट टाढा हुन खोज्दा र उसकै लागि हरेक चिजहरू त्याग्दा पनि मैबाट टाढा हुन खोजिरहेको छ। सायद केही कुराहरू दिन नसकेर होला, गरिब पनि छु भनेर मलाई म्यासेज गर्नुभएको छ। अब मैले मेरो सोच अनुसार होइन, मैले बुझेअनुसार चाहिँ अब मान्छेमा केही फरक हुँदैन। फरक भनेको त्यही सोचाइ मात्रै हो। जहाँसम्म धोका स्वार्थ भन्ने कुराहरू नगरिदिनु होला। मायाभन्दा ठुलो केही पनि छैन लाग्छ होइन मलाई त। त्यही पनि अब धनी गरिब त मान्छे भइ नै हाल्छन् होइन। अब धनी गरिब मान्छेहरू नभइदिएको भए त सायद यो संसार पनि चल्दैन थियो होला होइन। उहाँले आज मुक्तक पनि लेखेर पठाउनु भएको छ। मुक्तक चाहिँ एकदमै मिठो छ, एकदमै साहित्यिक छ होइन। एकदमै मिठो लाइनहरू छ। सबैजनाले मुक्तक सुनेर साथ दिनु होला र म अब मुक्तकतिर लाग्छु। माया गर्छन् बीचमा छोड्छन् धोकेबाज मान्छेले, अनेक कुरा मोड्छन् धोकेबाज मान्छेले। त भन्दा त अर्कै देखेको छु भनी मैले, त भन्दा त अर्कै देखेको छु भनी मैले। अरूसँग नाता जोड्छन् धोकेबाज मान्छेले, माया गर्छन् बीचमा छोड्छन् धोकेबाज मान्छेले। अरूसँग नाता जोड्छन् धोकेबाज मान्छेले। मनको पीडा के थाहा छोडी जानेलाई, मनको पीडा के थाहा छोडी जानेलाई। मायाको गहिरो बन्धन तोडी जानेलाई। मलाई लाग्छ दुःख भने पाउँछ उसले एक दिन, मलाई लाग्छ दुःख भने पाउँछ उसले एक दिन। पैसादेखि अरूसँग जोडी जानेलाई, मनको पीडा के थाहा छोडी जानेलाई। पैसादेखि अरूसँग जोडी जानेलाई। प्रिय मान्छे लोकेश दौल्यालले एकदम ह्यान्डसम मान्छे होइन, सुन्दर मान्छे। उहाँले एकदमै मिठो मुक्तक लेख्नु भएको छ होइन। उहाँको मुक्तकको लागि सबैजनाहरूले एकदम लाइक कमेन्ट सेयर अनि साथ सपोर्ट गर्नु होला भन्न चाहन्छु। साथै उहाँलाई जसले पनि धोका दिएको हो होइन, उहाँले जसले पनि छोड्न खोजेको हो, उहाँसम्म चाहिँ उहाँले हामी मार्फत वाचन गर्न लगाएको मुक्तक चाहिँ उहाँसम्म पुगोस् भन्ने आशा राख्छु होइन। जहाँसम्म सम्पूर्ण साथीभाइहरूले यो उहाँको मुक्तकलाई लाइक कमेन्ट सेयर चाहिँ अवश्य गरिदिनु होला। धन्यवाद।